हेलो गाइस, वेलकम बैक टू माय चैनल। कस्तो हुन्छ आज हामी जाँदैछौँ भाइको रिजल्टतिर अनि मेरो बाबा घर जाँदैछु जो छ पोखरा 25 सेप्चा। हजुरले देउरालीको भिडियो हेर्नु भएको छैन भने हेर्नु होला। हामीहरू सबै रेडी हुँदैछौँ जानको लागि। हामीहरू सबै प्याकिङहरू गर्दैथ्यौँ। गाडी रेडी पार्ने बाबाको काम थियो। बाबाले गाडी रेडी पार्ने लगाइराख्नु भएको थियो। हामीहरू कुरामा डिस्कस गर्दैथ्यौँ एउटा। हामी छौँ हामी त्यत्तिकै हिँड्दैथ्यौँ। अब हामी गाडीमा चढ्ने बेला आयो। हामीहरू गाडीमा चढ्ने बेला एकजुट भयो। पहिला अफिस गयो। हाम्रो अफिसमा थोरै काम थियो। मलाई सिटको सामान लिनु थियो। म गाडीमा बसिसकेको छु। मेरो मिररमा देखिसक्नुभयो हजुरले। त्योबाट हामी अर्को काम गर्दै तल निस्क्यौँ। अब हजुरले हेर्नु मेरो घर कता रहेछ। हामी तल जाँदैछौँ। उता हामी हजुरले तालको दृश्य देख्नुभयो होला। म बस्छु पोखरा 6 लेक साइडमा। त्यहाँबाट हामी गयौँ सिधा यो वसुन्धरा पार्क नामक एक पार्कमा गयौँ। हजुरहरूले थाहा छ कि छैन कमेन्टमा लेख्नुहोस्। आज हामी भाइको रिजल्ट लिन पनि जाँदैछौँ। त्यो आर्मीको ब्यारिकेडको टक्क छेउमा नै त्यो छ। अब हामी हिँड्दैछौँ। अब हामी जाँदैछौँ। त्यो गाडीबाट हिँड्दा थोरै बिग्रेको थियो। पछि गर्नको लागि गाह्रो थियो। जाँदैछौँ। म बिचमा भ्लगिङ गर्दैछु। हजुरहरूले देख्न सक्नुभयो जलेको भवनहरूलाई म जुम गरेर देखाइरहेको छु हजुरहरूलाई। प्रहरीको एउटा भवन हो। प्रहरीको मुख्य र राम्रो अनि जिल्ला अदालत। त्यसबाट चाहिँ हामी कटेपछि फेरि एउटा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगर त्यो कार्यालय, नगर समिति कार्यालय, सबै कार्यालयहरूको मैले देखाइरहेको छु। मेरो घर नजिकै भएकाले मैले सक्दो जति देखाएको छु। यो जिल्ला प्रशासन भयो। छेउमा फ्युल स्टेसन छ। यो प्रहरीकै फ्युल स्टेसन हो। यहाँ हामी जाँदाखेरि त्यहाँ धेरै देखिन्थे, जस्तै कि जिल्ला प्रशासन कार्यालय, यो फेरि नेपाल प्रहरी। त्यहाँ हामी जाँदै गर्दाखेरि त्यो प्रहरीको भित्र, त्यहाँभित्र फुटबल ग्राउन्डको पनि सुविधा थियो। त्यहाँ कारागार थिए। यो कारागार हो, भर्खरै देख्न सक्नुहुन्छ कारागारै हो। कारागार पछि खानेपानी, हामी प्रहरी र सरकारी कार्यालयहरू नजिकै त्यही छन्। त्यसैले हामीले त्यो जलेको धेरै देख्यौँ। हामी जाँदैछौँ अहिले मासबार। मेरो भाइ पोखरा 7
बाँसबार को स्थित बदला सेकेन्डरी स्कुलमा पर्दछ। त्यसो हामी जाँदै गर्दाखेरि हामी बाँसबार पुग्नै लागिसकेका थियौँ। अब त्यही बाटो त्यो कालो गाडी थियो, हामीले गाडी पार्क गर्ने गरेका थियौँ। त्यो कालो त्यो पार्क गरेपछि चाहिँ हामी झर्नेछौँ। झरेर बाबा पछि आउनुहुन्छ, ड्युटी गऱ्यौँ। त्यसपछि चाहिँ हामी गयौँ। त्यसपछि गाडी मिलाउन थोरै डिफिकल्टिज भइरहेको थियो। अरू सबैको कतिदेखि लगभग 1 to नर्सरी टु 12 को थियो, बदलाटको सबै जति। त्यहाँ हामीले पार गऱ्यौँ। हामी निस्किएर उताबाट कट्यौँ। त्यहाँ हामी भित्र पुग्यो। हेर्न सक्नुहुन्छ कति ठुलो भवन छ। यस्तो ठुलो भवन मैले धेरै पछि देखेँ। म पनि बदलाट सेकेन्डरी स्कुलमै पढ्ने गर्थेँ, तर मैले मेरो स्कुल चेन्ज गरिसकेको थिएँ। अब हामी भित्र गयौँ। त्यो मोसन सेन्सर लाइट रहेछ। त्यो मोसन सेन्सर लाइटबाट फेरि हुँदै हामी गयौँ। अनि त्यो कुरामा यी सेक्सन चाहिँ मेरो भाइको सेक्सन हो। त्यो भित्र हामी गयौँ। मेरो भाइले गरेको चित्रकला, दसैँमा गरेको कामहरू देखाए। मेरो भाइले पनि देखाए। मैले त्यहाँबाट बाहिर निस्किँदैछौँ। ग्राउन्ड पनि धेरै ठुलो छ। हामीहरू बाहिर निस्किन लागेका छौँ। बाहिर निस्किँदै गर्दाखेरि मम्मीले हातमा प्रोग्रेस रिपोर्ट कार्ड पनि लिनु भएको छ। अब हामीहरू बाहिर निस्केपछि यहाँ पोखरापछि हिउँदमा आउने सल्लाह गरिसकेका थियौँ। त्यहाँबाट हामी आएको र गएको बाटो फरक हजुरले देखिसक्नुभयो होला। त्यो एउटा चाहिँ खुल्ला बाटो थियो, यो चाहिँ एउटा गेटबाट जाने बाटो छ। त्यहाँबाट हामी जाँदैछौँ। लस्ट टाइम फाउन्ड कमेन्ट पनि हुँदो रहेछ यता, हामीले थाहा पायौँ। अब हामी जान्छौँ। बाबा घर पोखरापछि सेन्जा। मेरो बाबा घर पोखरापछि सेन्जा हो।